चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिम्रो रगत सरियो बल्झो यो शान हाम्रो सबैले साम्राज्य दुबई हारे हारे नशान हाम्रो जङ्गी निशान सबैको मनको ढुकढुकी वडा अध्यक्ष निर्मल रत्न साक्यज्यूलाई कार्यक्रममा प्रमुख व्यक्तिको रूपमा आसन ग्रहण गर्न रातो र चन्द्र सूर्य निशान हाम्रो रातो र चन्द्र सूर्य सरियो बल्दो यो शान हाम्रो रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिन्दो सबैलाई यस ललितपुर महानगरपालिका वडा 16 हाम्रो खेलकुद विकास समितिबाट आज आयोजना भइरहेको यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद ललितपुर वडा 16बाट विजेता हुने सम्पूर्ण खेलाडीहरूको यो कार्यक्रममा उपस्थित भइदिएकोमा सबैलाई हार्दिक स्वागत व्यक्त गर्दछु। पहिलो कार्यक्रम उद्घाटनको लागि अगाडि हामीसँग पानस राखिएको छ। पानसमा दीप प्रज्वलन गरी हामी कार्यक्रम उद्घाटन गर्नेछौँ।
रत्न साक्यज्यू। त्यसै गरी उपाध्यक्षमा हुनुभएका रचना श्रेष्ठ जोशीज्यू। त्यसै गरी बागमती प्रदेश टेबल टेनिस सङ्घका कोषाध्यक्ष ज्यू सुरज बजाचार्य। त्यसै गरी बागमती प्रदेश टेबल टेनिस सङ्घका सदस्य धन बहादुर महर्जन। एकचोटि जोरदार तालिका साथ उहाँहरूलाई बधाई तथा शुभकामना व्यक्त गरौँ। धेरै धेरै बधाई तथा शुभ कार्यक्रमको शुभकामना। उपस्थित सम्पूर्ण खेलाडी एवं गण्यमान्य व्यक्तित्वहरूमा मेरो सादर नमस्कार। खेलाडी हुनु पनि गौरवको कुरा हो। यस बाहेक हाम्रो वडामा जुन किसिमले हामीलाई सम्मान गरिरहेको छ, डे 1 हाम्रो फर्स्ट मेयर कप म आफ्नो टेबल टेनिसको विधामा भएकोले म टेबल टेनिसबाट सुरु गर्छु। टेबल टेनिसमा फर्स्ट मेयर कपदेखि नै हामीलाई हौस्याएर हामीलाई सुरुदेखि यस खेलमा खेलाउनलाई जति पनि सहयोग गर्नुभयो हाम्रो वडाजीज्यूले एकदम सहयोग गर्नुभयो। अहिलेसम्ममा जसरी उहाँले सहयोग गर्नुभयो त्यही अनुरूप हाम्रो खेलाडीहरूले पनि राम्रो पदक प्राप्त गरी यो विधामा हामीले दोस्रो रनिङ सिल पनि हामीले हासिल गर्न सकेका छौँ। 3 पल्ट जितेर फर्स्ट मेयर कपमा पनि हामीले 3 पल्ट जितेर एउटा रनिङ सिल प्राप्त गरे। अब यो जुन कृष्ण मन्दिर देखिरहनु भएको छ, यो पनि हाम्रो रनिङ सिल नै हो। यो पनि अहिले 3 चोटि जितेर हामीले पनि यो प्राप्त गरेका हौँ। यो उपलब्धि सबै हौस्याउने चाहिँ हाम्रो वडाजी नै हुनुहुन्छ। अनि यस खेलको लागि भनेर नट ओन्ली टेबल टेनिस है, अब अर्को विधामा जस्तै ब्याडमिन्टन, फुटसल, सायद अर्को पनि खेलहरू आउँदैछ होला। यसको लागि पनि हाम्रो वडाजीले सकेसम्म सहयोग गर्नुहुनेछ। साथै हाम्रो खेल संयोजक रवि महर्जनज्यूले यदि सहयोग मेहनत गर्नुहुन्छ, उहाँ जति मेहनती उहाँले जसरी भए पनि हाम्रो वडाजीले दिनुभएको म्यान्डेटलाई पुरा गर्नलाई नगरपालिका जानु भएर एकदम जोडतोडका साथ ल्याउनुहुन्छ। त्यसको लागि पनि उहाँले एकदम धन्यवाद पात्र हुनुहुन्छ। यसरी हाम्रो वडाका सम्पूर्ण सल्लाहकार वर्गहरू खेल मात्र होइन, जस्तै पर्यटन क्षेत्रमा छ, हाम्रो पुरातात्विक क्षेत्रमा छ, उहाँहरूले सबैले हाम्रो वडालाई एकदम गौरवान्वित गराएका छन्। यसको लागि सबैले धन्यवाद दिँदै मेरो सानो मन्तव्य यही। खेलमीका म्यानेजर अञ्जली बोगटीज्यू हामी समक्ष उपस्थित हुनुहुन्छ। उहाँलाई यहाँ मञ्चमा आएर सर्टिफिकेट लिइदिनु हुन आग्रह गर्दछु। हाम्रो सभापतिज्यूलाई खादा उडाइदिन र हाम्रो वडाध्यक्षज्यूलाई सर्टिफिकेट दिनु हुन अनुरोध गर्दैछु। हजुरहरूले लगाइरहनु भएको ट्र्याक सुट उहाँहरूकै सपोर्टबाट हामीले लाउन पाइरहेछौँ। मलाई गौरव लाग्दछ हामीले यो वर्ष पनि ब्याडमिन्टन, टेबल टेनिस र फुटसल तिनैवटा विधामा यो रनिङ सिलहरू, यो पदकहरू, सिलहरू हामीले प्रथम भई आज हामीले 16 वडामा भित्राउन सकेका छौँ। यसको लागि म सम्पूर्ण यी खेलाडी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु र तालीले उहाँहरूलाई एकचोटि बधाई दिन विनम्र अनुरोध गर्दछु। यस 16 वडाबाट जुन किसिमबाट यो सम्मान कार्यक्रम आज प्रस्तुत गर्नुभएको छ, यसमा यस 16 वडाका वडाध्यक्ष निर्मल रत्न साक्य, यस 16 वडाका खेलकुद संयोजक
रवि महर्जनज्यू, उहाँ दुवैजना एकदमै धन्यवादका पात्र हुनुहुन्छ। हाम्रो 16 वडा भनेको खेलाडीहरूको उर्वर भूमि हो। म बच्चादेखि सुन्दै आएको छु, 16 वडामा म टेबल टेनिस खेलाडी भएको नाताले बच्चा बेलादेखि नै विभिन्न टेबल टेनिसका अन्तर्राष्ट्रिय राष्ट्रिय खेलाडीहरू उत्पादन भइसकेका छन्। नामै लिनु पर्दाखेरि मलाई अहिलेसम्म याद छ 16 वडाका वायार साक्य भयो, अनिता थापा भयो, किरण थापा भयो, वीरेन्द्र साक्य भयो र अहिले आएर जुनियर खेलाडीहरू पनि राष्ट्रिय खेलाडीमा आउँदै हुनुहुन्छ। त्यस्तै अहिले जल्ला बल्ला खेलाडीमा नामै लिनु पर्दाखेरि नम्बर 1 भन्दा नि हुन्छ हाम्रो 16 वडाका खेलाडी सम्यक कपाली यही हुनुहुन्छ। अहिलेसम्म सम्यक कपाली खेल्दाखेरि म गाविका सम्पर्क भन्न सक्छु, सम्यक कपालीले हराउने कसैको पनि आँट गरेकै छैन। उहाँ खेल्दाखेरि उहाँ जहिले पनि प्रतियोगिताको दावेदार नै हो। मनको टुकटुकी हामी सबैको प्रिय हाम्रो 16 वडा ललितपुर महानगरपालिका 16 वडाका अध्यक्ष निर्मल रत्न साकेज्यूलाई म आमन्त्रित गर्न चाहन्छु। आज यस सुशोभित सभास्थलमा उपस्थित भइरहँदा आफूलाई धेरै गौरवान्वित भएको मैले महसुस गरेको छु। आजको यो साँझ केवल एउटा औपचारिक घेराभित्र मात्र सीमित छैन। यो हाम्रो साहसको उत्सव हो, पसिनाको सम्मान हो र सफलताको शङ्खघोष हो। मैदानमा बग्ने पसिनाको थोपाहरूमा एउटा सिङ्गो राष्ट्रको भविष्य हुन्छ। राष्ट्रको भविष्य मुस्कुराइरहेको हुन्छ। एउटा खेलाडी जब मैदानमा उत्रन्छ उसले केवल खेल मात्र खेल्दैन, उसले आफ्नो माटोको अस्मिता र वडाको गौरवलाई आफ्नो काँधमा बोकेको हुन्छ। तपाईँहरूको ब्याट र बल दौडिने हरेक पाइलाले यो धरतीमा एउटा नयाँ इतिहास लेख्न सकोस्। जित्नेहरूलाई यो सफलता जोगाइ राख्ने ऊर्जा मिलोस् र हार बेहोरेकाहरूलाई फेरि नयाँ जोसका साथ उठ्ने सामर्थ्य मिलोस्। तपाईँ सम्पूर्णको सुखद र सफल खेल जीवनको कामना गर्दै पछि फेरि यस्तै समारोहमा खुसीका पलहरू साध्य गरौँ न भन्दै बिदा लाग्छु। हस्, धन्यवाद। र अन्तिममा हाम्रो खेलाडी समितिका संयोजक रवि महर्जनज्यूलाई आफ्नो धन्यवाद ज्ञापन गर्न यो माइक हस्तान्तरण गर्दै म आजको कार्यक्रमको उद्घोषिका सलोना बजाचार्य हजुरहरूबाट बिदा चाहन्छौँ। नमस्कार सबैलाई। सबैले बोलिसके, सबैले मिठो भनिसके। सबैभन्दा मेरो वडा दिदीलाई धेरै धन्यवाद। उहाँले मिठो बोल्नुभएको छ, खेलाडीको लागि एकदमै हौसला दिनुभएको छ, उहाँलाई धन्यवाद छ। अब सबै कुरा भनिसकेको मैले सानो छोटो एउटा मात्र भन्छु। आज यहाँ पाल्ने हामीले पत्रकार महेशलाई, प्रकाश मिश्रा र हाम्रो सत्ताज्यूलाई धन्यवाद दिँदै आजको कार्यक्रम यहीँ विसर्जन सकेको घोषणा गर्ने बेलामा चाहिँ धन्यवाद, नमस्कार।